तपाईहरुलाई थाहा छ कि एजुकेसनको इम्पोर्टेन्ट कति छ। त्यो हाम्रो सिराहा जिल्लामा बस्ने बरियारपट्टि गाउँको गाउँपालिकाको जो एउटा हाम्रो सत्यनारायण साफी भाइ थियो र उहाँले प्रुभ गरेको छ कि एजुकेसनको भ्यालु कति छ भनेर। आज उहाँलाई नचिन्ने भनेको यो नेपालमा कोही पनि छैन। त्यसकारणले गर्दा हामी भन्न चाहन्छु कि तपाईहरुले एजुकेसनलाई समयमै लिनु होला र भन्न मार्दै रहन्छ कतिपय विद्यार्थीहरू कि मतलब मेरो यो छैन त्यो छैन यताउति मतलब बोल्दै रहन्छ। तर त्यस्तो होइन कि जब सपना साँचो हुन्छ नि त्यो मतलब आफू पनि चाहे जहाँ मतलब काम गरेर जे गर्नु परोस्, जेमा काम गर्नु पर्छ, चाहे बिल्डिङमा होटलमा यताउति जब सपना साँचो छ नि आफ्नो आमा बुवाको आफ्नो गुरुको नाम यदि रोशन गर्नु छ नि त मतलब हुन्छ, सक्सेस हुन्छ। किनभने म आफैले सोच्दैछु नि अहिले मतलब मैले कमसेकम 13 महिनासम्म बिल्डिङमा काम गरेर यहाँसम्म पुगेको छु। अहिले मतलब कतिपय विद्यार्थीहरूले भन्न थाल्छ कि मतलब म पढेको छु, साइन्सको विद्यार्थी, म बिल्डिङमा काम गर्छु, मैले होटलमा काम गर्न जान्छु, म अरूको कुरा सुन्छु, यताउति धेरै बहाना मार्दै। तर त्यो होइन, त्यो विद्यार्थीको धर्म होइन। नयाँ वर्षको ढेर सारी शुभकामना। तपाईहरुलाई थाहा छ कि आज हाम्रो जो पडोसी देश यानी कि हाम्रो देशभन्दा बाहिरको देशहरूको नयाँ वर्ष हो र हामी जेठो देशमा बस्दैछौँ। त्यो एउटा गर्व छ किनभने हामी आज 2082 सम्म कटाइसकेको छु। उनीहरू आज भर्खरै चाहिँ जन्मेर 2026 सालमा प्रवेश गरेको छ। त्यसै कारणले गर्दा उहाँहरूलाई धेरै धेरै शुभकामना छ यो वर्षको। र त्यस कारणले गर्दा हामी पडोसी देश भएको हुनाले उहाँहरूको लागि मात्रै नभएर तपाईहरु जो कोही पनि हाम्रो स्वदेशमा पनि बस्नुहुन्छ र यो समाजमा बस्दै गरेको विद्यार्थीहरूलाई र अभिभावकहरूलाई म एउटा नोटिस गराउन चाहन्छु। यो नयाँ वर्षको शुभ अवसरमा हामी तपाईहरुको लागि 50% डिस्काउन्टको स्किम लिएर आएको छु र त्यो मात्रै भोलि 18 गतेको 11 बजेसम्म यो अफर रहनेछ। जुनसुकै कोर्समा एडमिसन गराउनुस् तपाईलाई 50% डिस्काउन्ट हुन्छ यो 2026 सालको उपलक्ष्यमा। सो तपाईहरु कहीँ कतै हुनुहुन्छ भने कृपया आएर फटाफट आफ्नो सुरक्षित गर्नुहोला किनभने सिट मात्रै 9 सिट र अफरको लागि 9 सिट प्याक भयो। त्योभन्दा पहिला पनि सिट क्लोज हुन सकिन्छ। सबै फ्याकल्टी मिलाएर 9 सिट, क्लास 8 पढ्नेलाई पनि, 9 पढ्नेलाई पनि, 10 पढ्नेलाई पनि, कम्प्युटर सिक्नेहरूलाई पनि। त्यसकारणले गर्दा तपाईहरु कहीँ कतै कोही पनि नघुम्नु होला। र एउटा कुरा तपाईलाई थाहा छ कि पढाइ कतिको इम्पोर्टेन्ट छ भने त्यो हामीलाई थाहा हुनुपर्छ।